हेलो गाइज गुड मर्निङ सबैजनालाई यो मेरो अर्को यो नयाँ भ्लगमा आज चाहिँ म भ्लग थमेल आएर बनाएको छु है। एक्टिभ गरिसकेको थियो, भ्लग बनाउनै मन थिएन अनि यसो थमेलतिर आउँदा अब एउटा भ्लग बनाउँ भनेर आएको म। हेरौँ के हुन्छ, खोइ टिप बज्ने होइन यार। आजभोलि त बिहान पनि केही टिपै छैन यार। कसरी गुजारा चलाउने यार नेपालमा। यसरी नेपाल बसाइ होला जस्तो लागेन। ल गाइस अब म ठमेलदेखि नै निस्केको। यहाँ लगभग 20 देखि 25 मिनट बस्यो यार, एउटा टिप लागेन। 2000 years later. ल गाइस अर्को टिप पनि लागिसकेको छ हैन। 4.5 किलोमिटरको 116 हो कि 115 मा एसे भएको छ। राम्रै हो। लाउनु बस्नु पहिले सीताबाला पुग्नु पर्यो। हजुर मकालु हजुर मकालुबाट अनि एकैछिन है त। करिडोर भएर जानुपर्छ। उताबाट गयो भने फेरि टाइम धेरै लाग्छ। हुन्छ हुन्छ। हामी अहिले कहाँ पुग्नु पर्यो रे पहिला? अहिले मकालु। त्यसको लागि हामी माथिबाटै जानु पर्यो हैन। त्यताबाट बाटो गतिलो छैन। ल गाइस 116 को टिप नै कम्प्लिट भयो। उहाँ नै हाम्रो पेसेन्जर, उहाँले डराउनु हुँदो रहेछ। अस्ति नै लडाइदिनु पऱ्यो, त्यही भएर डराउनु भयो। ठिक छ, डरायो नि ठाउँमा आइपुग्यो। त्यो डराउने पेसेन्जरहरूसँग परेपछि नर्भस हुने के डर लाग्दो यार। ल ठिक छ गाइस, आफैलाई कस्तो लागेको छ। ल गाइस अब अर्को टिपमा भेटौँला फेरि। ल गाइस अर्को टिप पनि भेट्यो है अब, तर कहाँ हो यो? ल गाइस अर्को टिप चाहिँ धेरै टाढा छैन। यही भएर जस्तो लाग्यो मलाई भित्र छिर्ने हो। ल गाइस कता हुनुहुन्छ त हाम्रो प्यासेन्जर? निकै नजिकै हो। कुन साइडमा हुनुहुन्छ? कुन साइडमा? म त यही साइडमा छु। हेलो, म हजुरको लोकेसन हजुर आइसकेँ ल। कहाँको फ्रेस हाउस? यो मन्दिर छ नि, यो मन्दिर छ नि, यो श्री कुमारी मन्दिर छ नि। आउनु आउनु। हजुर बस यतै बाह्र नि जान्छ है। लगाइछ अर्को पनि टिप एसेप भइसकेको छ। यस्तो गल्लीमा जानुपर्छ यार, मान्छे लिन। यो चाहिँ लगिदिनु पर्ने। अनि फोन नम्बर हुन्छ लिनु। अब यसलाई चाहिँ पछाडि बोक्नु पर्ला नि त। अगाडि नि चल्ला, पछाडि नि चल्ला, जिन्दगी नि चल्ला। फोन लाग्यो हो कि के हो? म त बुझ्दिनँ है यो। कहाँ छ क्यामेरा? पैसा हजुर त्यही झ्याउ लाग्छ यार काम गर्न। बिहान र बेलुका हो अलि जोस जागर चल्ने। दिउँसो यस्तै हो गाइज। ल गाइज अब अर्को नि टिप लगाइसकेको छ। खै उहाँ नै हो कि के हो? आई एम हियर गरिदिउँ।
यही मान्छेहरू के हो तपाईँ हो भगवान् पाउ बस्नु अप्ठ्यारो छ हो यहाँ अप्ठ्यारो हुन्छ कि ठिक छ अलि अगाडि हेर्नु त झन् अप्ठ्यारो भयो भयो यताबाट निस्किने बाटो छ है कता हो यो कहाँ पुग्यो हामी धेरै टाढा त रहेनछ तपाईँ हिँड्न नसकेर हो इन्द्राय पनि ठिक छ ठिक छ कता म बस्ने भन्नुभयो होइन तपाईँ झर्नु पर्ने चाहिँ कता हो भनेको अलि उता हो यतैतिर हुन्छ यतै हुन्छ ल चेन्ज छैन कति भएको थियो एकैछिन ल होइन छ त कति भएको थियो कि 55 भयो हो ल भयो लिनु तपाईँलाई डिस्काउन्ट 5 लिनु लिनु भयो लिनु हजुर होइन लिनु अब 5 रुपियाँ छैन कि चेन्ज हस् वेलकम हस् जानुहोस् पठाऊ हो हजुर बुद्ध चोक कि बुद्ध पार्क हुन्छ बस्नु न अब खोइ कति हेरेर दिन्न तपाईँले ए ल बस्नु ल गाइस ठाउँको ठाउँै बुद्ध पार्क जाने कि पायो होइन लास्ट टायस थ्याङ्क यू 50 रुपियाँ दिएँ है गाइस ठिक छ म यतै आउनुपर्ने मान्छे होइन अरूले भाइ पक्कै 100 रुपियाँ घटी ल्याउँदैन ल गाइस आजको भ्लग यति नै अब पानी पर्न लाग्छ त्यही भएर म चाहिँ घरतिर हिँडेको